म चाहिँ सानोतिनो मिस्त्री पनि हो है, सिमेन्ट मिस्त्री। हेर्नुहोस् न, आज चाहिँ म चाहिँ मुसाको धुलो चाहिँ बुच्चाउनु थियो नि त मेन। फेरि यो वासिङ मसिन पनि साङ्गुरो भइरहेको थियो। अनि चाहिँ म त्यसलाई पहिला बनाइहाल्छु भनेर सोचेँ हो। यो चाहिँ मेरो क्वार्टरको हो। अनि चाहिँ माथि हस्पिटल बनाउँदैछ नि, त्यहाँबाट इँटा ल्याएर चाहिँ मैले चाहिँ यो चाहिँ बनाउनु थालेँ है, अरूकोबाट देखेर हो। अनि चाहिँ यो वासिङ मसिन चाहिँ यस्तो लुगा धुँदाखेरि अस्ति हल्लिएर चाहिँ लड्नु खोज्थ्यो नि त, त्यही भएर चाहिँ अलिकति ठुलो स्पेस बनाइदिउँ भनेर चाहिँ बनाएको। हेर्नुहोस् है, म चाहिँ मसला ससला फिटाएर रेडी गरेर चाहिँ नि गर्दैछु। अब हेरौँ है, हुन्छ कि हुँदैन, बस्छ कि बस्दैन राम्रोसँगले हो। अब तपाईँहरू पनि अर्डर गर्नुहोस् है मलाई। अनि चाहिँ लास्टमा सबै गरिसकेर चाहिँ यस्तो भयो। अब डन्नु त भएको छैन, चिल्लो त भएको छैन हो। अनि त्यो पनि फुल रोप्ने त्यो उयसले बनाएको। अनि हेर्नुहोस् अब मैले सकेर चाहिँ यस्तो भयो। अब हेरौँ थाम्छ कि थाम्दैन है। अब चाहिँ यस्तरी हल्लिँदाखेरि लड्ने डर हुँदैन नि है लुगा धुँदा। अनि चाहिँ अब चाहिँ मुसाको धुलो बुच्चाउनु थालेँ। यो मुसा चाहिँ कत्रो कत्रो पसेर चाहिँ मेरो यति साह्रो बर्बाद गरिदिएको छ कि रुम चाहिँ। हर कुरा खाइदिएर नि, के पो भन्छ, इस्कुसहरू कहाँ किचनदेखि यता रुमसम्म ल्याइदिएर खाएर हो। अनि चाहिँ इस्कुसहरू यसरी, अनि यो सबै घोप्टाइदिएछ माथि माथि चढेर पनि लडाइ झारेर हो। अनि चाहिँ नि, अनि लास्ट इयर चाहिँ मैले त्यस्तै गरेर चाहिँ यो चाहिँ पानी, बेसिनको पानी जाने पाइपै बुच्चाइ पठाएछु होइन। अनि यत्तिकै बन्द गरिदिएको। अनि हेर्नुहोस् न, मेरो यो डोर चाहिँ नि, यहाँभित्र चाहिँ मैले एभोकाडो राखिरहेको थिएँ, अन्त काँचो सानो दुलो मात्रै राखेको थिएन, भित्र पसेर सबै खाइदिएछ। हेर्नुहोस् न कस्तो रिसुदो, डल्लै 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 खाइदिएछ। अनि सबै चोट लगाएर हो। हेर्नुहोस् न, रिस उठेर म त। अनि चाहिँ मैले चाहिँ बुच्चाइदिएको धुलो चाहिँ।